मेरो हातमा देखिराखेको यो रगत र मैले एकछिनपछि देखाउने रगत फरक छन्। यो रगत चाहिँ चेरी रेड टाइपको छ। चेरी रेड टाइपको रगत HCN पोइजनिङको टिपिकल क्यारेक्टरिस्टिक्स हो। HCN भन्नाले हाइड्रोजन साइनाइड। हाइड्रोजन साइनाइड विशेष गरी मकै, सोर्गम, नेपियर जस्ता कलिलो उमेरका घाँसहरूमा हाइड्रोजन साइनाइड बढी भेटिन्छ भने यो चाहिँ डार्क रेड टाइपको ब्लड, यो नर्मल एनिमलबाट लिएको ब्लड हो। यो ब्लडमा चाहिँ रगत हेर्दाखेरि अलिकति डार्क टाइपको देखिएको छ। यसरी नर्मल रगत र हाइड्रोजन साइनाइड पोइजनिङ भएको रगतमा के फरक हुन्छ भनेर हामीले लाइभ इक्जाम्पलको लागि यो भिडियो कलेक्सन गरेका थियौँ र यसमा यो किन हुन्छ भन्ने कुरा गर्दाखेरि हाइड्रोजन साइनाइड पोइजनिङको केसमा चाहिँ अक्सिजन टिस्युले एब्जर्ब गर्न सक्दैन। फलस्वरूप अक्सिजन चाहिँ ब्लडमै एकुमुलेट भएर बस्छ। ब्लडमा अक्सिजन एकुमुलेट भएको कारणले गर्दाखेरि ब्लड चाहिँ रेड देखिन्छ, चेरी रेड टाइपको देखिन्छ भने यो नर्मल ब्लडमा चाहिँ अक्सिजन टिस्युले एब्जर्ब गरेको हुन्छ। सो कारणले गर्दा ब्लडमा अक्सिजनको मात्रा कम हुन्छ र कम अक्सिजन भएको ब्लड चाहिँ यसरी डार्क देखिने गरेको हो। यसरी नर्मल ब्लड र HCN पोइजनिङ भएको ब्लडमा भिन्नता छुट्याएर हामीले चाहिँ पोइजनिङको ट्रिटमेन्ट गर्नको लागि सजिलो हुन्छ। धन्यवाद।